अब हामी यतादेखि जाँदैछौँ पितृ पूजाको लागि। त्यो कुन चाहिँ पूजा भन्छ पापा? गैया पूजाको लागि। यतैतिर गैया पूजा हुन्छ। अब यताको कार्यक्रम भयो गैया पूजाको। अब तलतिर पितृ पूजा। अब तल जाँदै हामी फेरि पूजाको बादमा पितृको लागि पितृ पूजाको लागि रेडी हुँदै यतातिर छिन्डो त्यसको बिचमा हो ये है हाम्रो पूजा पित्रा। कसरी कसरी पूज्छु सबै भयो बोजू। नमस्ते। ल ल सबैलाई चेयर, सबैलाई चेयर। पापाले रक्सी सर्भ गर्नु हुँदैछ, हाँसी मजाक हुँदैछ। हाम्रो सबैले चाहन्छ कि यो कुरा बहिनीले सर्भिङ गर्नु हुँदैछ। काकी बाबा बाबाको साथी मेरो काकै पर्ने रहेछ। हाम्रो बाबाको साथीको डग, काकाको डग, सुगुरको नम्बर 1 साथी सृष्टिमा। अब हामी यतादेखि जाँदैछौँ पितृ पूजाको लागि। त्यो कुन चाहिँ पूजा भन्छ पापा? गैया पूजाको लागि सामानहरू लिएर गैया पूजा हुन्छ अगाडि। यस्तो उकालो बाटो चढेर जानुपर्छ। बाबा काका र बाजे माथि पुगिहाल्नु भएको छ, जाँदैछन्। म त पुरा थाकिहालेँ उकालो चढ्दा चढ्दा। आज धुप पनि मजाले निस्केको छ। यतातिर माथि नारायण काकाले माछा पालन गर्न भएको छ। अब सुन्तला बारी पनि छ। जङ्गल जङ्गल जाँदै हामी गैया पूजाको लागि। बाबाले सामान बोकिरहेछ, काकाले पनि कुखुराहरू बोकिरहेछ। के पनि बाजेले बाटो देखाउनु हुनुहुँदैछ। पापा काकाले उता पितीपाती लिनु काट्दैछ, तोड्दैछ। ल अब यतादेखि माथि पहाडमा जानुपर्छ। बाजे त हिँड्नु भयो, बाबा पनि हाम्रो पछाडि पछाडि भयो। काका माथि परदेखि आएको पुरा ब्याम्बो एरिया। यतातिर अलिकति पानी लिनु पर्यो पितृ पूजाको लागि। काकाले बन्दोबस्त गर्नु हुँदैछ। काकाले पानी गर्नु हुँदैछ। बाजे र पापा जानुहुँदैछ परतिर। पर काका पुरा बाँसको रुख। फाइनली माथि आइपुगेछौँ। त्यो गैया पूजाको लागि मान्छेहरूले बनाइरहेको छ यता माथितिर।
बाजे यही हो हाम्रो यतैतिर गैया पूजा हुनेछ। अब गैया पूजाको लागि सफाइ हुँदैछ। बाबा र काकाले मिलेर गर्नु हुँदैछन्। साफसफाइ गऱ्यो। काका पनि आइपुग्नु भयो। काकाहरू पनि आइपुग्नु भयो। कोइला बनाउने, धुप जलाउने, कुखुरा पोल्ने सबै यतातिर काकाले गर्नुहुँदैछ। लकडीको इन्तजाम, बाबाले साफसफाइ गर्नुहुँदैछ। बन्न थाल्यो। यस्तो ठाउँ छ गैया पूजा गर्ने ठाउँ। त्यतिर छाना पनि लगाएर छ मान्छेहरूले। ल्याउ न ओरा पहिला यस्तो पनि हो पत्तामा बिमारी बिचारा केही चिज नै छैन। यो आगो माइला कन्ने के तुमी खाना पानी ला अब काटेको चाहिँ सबै यो रानामा सबै हमको पंच पदे समय जो बर्तन दिनु पर्छ बलामा त एक खानु त सबै हमको दाम अब गैया पूजा भयो यतातिर। अब चाहिँ कुन चाहिँ डिम्बा पूजा? पापा डिम्बा पूजा हुन्छ अब। गैया पूजा भयो। गैया पूजा भयो। रखे छैन गर्दैन सजाइन पञ्चदैन राजधान काट्दैन गरे अब म आउने अब खै ले त ठिकै भयो। ल यो चाहिँ सानो भयो पुरानो हाम्रो चुला। अब यतातिर चाहिँ नयाँ बनाएको छ भन्नुहुँदैछ काकाले। 1 साल भयो छोराको बिहेमा अहिले कार्यक्रम चाहिँ हुँदैछ पितृको। अन गरिदिएको छु उता देखाइदिनु। अरे यस्तो पकडा न कस्तो हो यो त तपाईँ नै देखाइदिँदैछ त्यसमा हो र। यता आऊ यता यता के भन्छ। ल अब जाऊ उतातिर घन्टीदेखि यस्तो तलतिर लिएर आऊ। हुन्छ घन्टी पनि बजाऊ। यो हाम्रो गैया थान। त्रिशुलहरू यो तितेपाती एउटा त जन्मियो यो शिलामा अक्षता तितेपातीको पत्ता उसको अक्षता यही भयो। अब जल चढाएपछि अब चाहिँ अलिकति पूजादेखि प्रसाद लिएको अलिकति सुरपान गर्ने। ल अब यताको कार्यक्रम भयो गैया पूजाको। अब तलतिर पितृ पूजा। अब तल जाँदै हामी फेरि फर्केको। अब गैया पूजाको बादमा पितृ पूजाको लागि रेडी हुँदै यतातिर चिन्डो 5 वटा। यही हो
हजुर हुन्छ यो कुखुरा पोल्नको लागि रेडी हुँदैछ कोइला किन उनीहरू गफेमा समय मान्छ पूर्व पश्चिम उत्तर दक्षिण तिम्रो सबै देवी जोडेर छाना छाना पति हुँदैन मलाई सबै पञ्चकन्या देवी थियौँ सबै आमको माना हुँदैन मलाई सबै हुँदैन मलाई पञ्चकन्या देवी थियौँ सबै जल पजल कन्या थियौँ चाट कन्या पाँच कन्या तिन कन्या झाँक्रा झाँक्रेनी लिम्बा लिम्बेनी सुब्बा सुब्बेनी तिमी आफ्नो माना मन्दिर तिमी सबै सासुङ जना मलाई सबै चिन्तुङ बाह्र बोक्छुङ बुलु बुङ्ला मानाइ मलाई ठिसन नाचेको भग्न किसन किन्छ बोक्छिन्छ टुक्लारी केही नारी खुङ्दा छङबाला डोङ्गा तला डोङ्गा सासुङ सेवा डोङ्गा ओ जना मलाई आइना सेवा न पयाङ सैन्य पयाङ निसेङयाङ नबोप्याङ बैशाखी सँगले ओड्डाङा नधिरुन्दा सुन्यन डेट मुमलो अब ओड्डाङा बैशाखी त गामराङ गुमरुङ सुन्या निसेङयाङ संसानी तिनको आदि तिनको सबै सेन्सिङ हाम्रो माना मन्दिर उ बौली सँग लो आनु मु दौली सँग लो आनु मोड्डाङा अब फेरि मुटा ओमा रेक राम्रो ट्रेक ठुल्कला चाखाला रे मलाई सिलाम छु होटुम तु राम्रो होटुम सबै आइना नङमा लोकमा उबौली उतौली ओ भडो पुग्ने सेवा तिरुला सुन्ने मलाई दे माथि यो अलिकति छुनु त्यो चामल उठाउनु अनि त्यो अलिकति चिमट्नु यताको यहीँ दिनु यताको यहीँ दिनु चिमट दिनु त्यो मिचिङसम्म ठुके म डाँडा पाक्छु म अर्को ठाउँ पाक्छ हो माने ल टिकामी चालामी चलो कालो सताला अब सेन्सिङ अनि चिकन सेन्सिङ सब दुलारी छुयो रास्ता मला डुङ्गा सबै हैन उबौली सेवा लोक सहिलो उबौली सेवा लोक सहिलो हैन सेन्सानी तिम्रो अनि किन खानु एन्नो दा रातपाला मुसा कुपाला मुसा हाम्रो दाम छवा हे छवा चाहिँ पन्थ प्रदेश फाइदा दिल्ली कलकत्ता बेलायत मयुन सबै रातपाला मुसा कुपाला मुसा माना मन्दिर आयो हुँदैन जीव बढ्दैन ठुङ्खाला चाखाला हुँदैन मलाई सबै सिलाम टुहटु चाहिँ राम्रो टुहटु चाहिँ उजोडी छामु टोक्ने माको छिन्टु ओ भागा सुटाङ चोटा जोडी जोडी टोक्ने सबै जीव बढ्दैन उतारा मलाई सबै टुक्रा बुक्याङ माङ्ला बुक्याङ सबै लो ओ को फेरि लिन्छु सुल्टमु न सुल्टमु तिनीहरू पनि उठाउनु त्यसको बिचमा हो नेओ थाङ हो मोटा पाउ नेनाम चाहिँ पछाउन समय एउटा लामटिक कुकिङ नमो खाउनु म पार्छन् होइन भने तेरो छु त्यो उसको बलो माथि हो त्यसरी पनि हुन्छ कि त्यो जुन पानीमा साम्पाले छुनु हुँदैन भन्छ कि त्यो भनेको सेपरेट यहाँ सेपरेटमा राख्नुपर्छ केही दिनको लागि जल्दैछ नदीबाट अहिले भने अहिले रेडी भएको रेडी हुँदैछ त्यो साङसु भनेको त्यो फुल लगाउनु भन्छ ऊ मुसुरे कटुस भन्छ मोचाङ सुटुरी किन मुयुङा मुसुरे कटुस पर्दैन खुकुरी ओ जाना मलाई सबै खाना बुढा मिहाङ काका मिहाङ सबै सेन्सा चाहिँ सबै सेन्सा चुरी पनि ल्यायो कहाँ
Santai bawa anjing kena sampai tu lari mari songda sombala semua salah juga itu. Aina malu belani ku belani kalau sana ono tayang ni kena sampai rupa peba sama yang mata angkona bhadau purne sewa soine poyang boisakhi samudda bhadau re samudda nusemnaune bogan sabai sentinsa boptinsa lo ato udana malu sabai pangwasuli pasulamana malu sabai bala sakamodo yang sabai udana malu रूपमा पुग्छ मानियो मात्र अनुसार खाना भदौ पुर्ने बैशाखी पुर्ने सेवा नै पाउँछ नि पाउने यसो भन्दा सोलै भएको थियो ओसो बिचमा बेलामा बोखावारी मामा बारा आम्पी बस्ने अब नमलो सबै लोहाबर खक्से बाडुमा बाइगोमा बालामा किन सबै एउटा यारी खामा मेके खामा चाहिँ मात्र सबै दा ख्याखाङमा खाङ त म छ्याबमा त कुवा छ मलाई खाङ त लानु फेरि खोइ फेरि हान्नु दुक्को चौडा खाङ त मुसु ल भयो किनकेली किन बाचा सत्तरी चुरी त राख्नु न चुरी ल भयो लु हान्दै ल्याउ अब ल भयो हेले पनि लावाजीवा ख्याखामा खाङ त ल राख्नु अब अचेतले सबै हान्दै ल तल पनि हान्दै त्यसलाई पनि ले भयो अब सब अन्डालाई काट्नु अन्डालाई चस्सा काट्नु भयो भन्दैछु त झन् साह्रो हान्नु टी राख्नु न टी राख्नु होइन ओ चिनपछि सिन्कारा टुरु किन हो न भइहाल्छ 2 मिनेटमा भइहाल्छ त्यो त्यहाँ राखिराख्नुहोस् अब त्यो अन्डा एकछिन चाहिँ भाँगा पर्नु भयो पाक्यो तल तल ऊ गोठमै राख्नु नि भाउजू यता छेउमा खाना बुढामी आङ पाकामी आङ सबै बुढा पाक्नु जानामा सबै चानी डुङ्गानी सबै सबै अब लगाइदिनु तीन भाग मलाई सबै बुढामी आङ पाकामी मलाई त डुट्टु छोक्छु नकाइबा दिबाटी पोल्सा लगाइदिनु त सबै छोड्दिनु लु भयो लु भयो कम से कम टोपी त लगाउनु पर्ने थियो कस्तो लामा दिवा नानी सबै एउटा चानी डुङ्गानी किन सबै ढङ्गमा लोकमा एउटा चानी डुङ्गानी होताना मलाई सबै अब न सोलै बिहु यहाँ सँगमा बिहु यहाँ भने यो अब सोलैमा के बुझ्नु थियो हो मोटामा हो अब लुमैया म युङछु अब चाहियो यो रेप्टु ऊ पहिला त्यो खाँबोलाई होताना मलाई सबै उमा सतङ्वा वायु बता सपार्ने दुवारी फाले वादिवा नानी उडा सेन्सानी चाहिँ भवानी चाहिँ उमा सतङ्वा वायु बता सपार्ने टिका पे उजाना मलाई सबै टिका रोक्छ ठिक छ मुला ओया ओया अब बात ओया सुमिसन आमिसन उजाना मलाई सबै सुमिसन आमिसन सबै छर्किदिनु न हुन्छ त हो त्यसरी यो टिना टुनी छ त वेट सक्छु छैन सबै पचाइदिनु गुरुनी जम्मा टिना ची वेट सक्छु चापटा कुडुङ मान्मुदानी या उजाना मलाई सबै चापटा कुडुङ मान्युगानी ओको चेखिमा ओको पुआमदा ये हाम्रो पूजा पित्रा कसरी पूज्छु सबै निकालेस्
उजना मलाई सबै खाना नि सुत्मी तारामी सबै आङमेलुङ छुमेलुङ सङ्केलुङ भोगरी बिमारी नानी आइना डेनी खाने बेला नि कुकुरानी पुण्य सेवा नपुण्यन सक्तिने बैशाखी सम्म दान पुण्यन सक्तिने चुनामा दाम खावा हे खावा ओ त तुरुबु उजना मलाई टिकामी तारामी तुरुक सबै टिका लोक तारा लोक लाख लाख अलग अलग सबै हमको भान्से कुरेची सबै रिजाइ थियो त्यो बब्न चाहिँ किन सेन्टिन सा बोक्ति सरे त्यो हमको माना मन्दिर उबौली सेवा लोक सही लोक थियो लाखो पाउँछ छुकु एम तकु ओजना मलाई सबै चासुम केवा दुङ हमको दाम छावा हे छावा चाहिँ पन्तना टुपुची सबै नाम मिची यु बर्जना टुपुची छाची आइको नाटी पनाटी छनाटी मिली सेउँछ रातपला मुसाको पला मुसा तुयु सब हमको माना मन्दिर राजा तुयु भने चासुम केवा दुङ तुयु भने ला ओ मलाई हुन्छ अब यो माथि राख्नु ओको ढाड्ने माथि अनि मुना हो त्यसरी माथि राख्नु हो त्यो सेम्बिङमा राख त्यो राख्नु ओ यो तल यहाँ राख्नु एउटा ए ठुलो चाहिँ तल राख्नु त ओको ढाड्ने द्वारा एक कुल्का तल एक कुल्का त्यो होइन यो यो ओन मान्छना को यो रे मलाई एक ठाउँ राख्नु नि ल अझै राख्नु अलिकति हुन्छ ल अब यहाँ राख परै पुग्यो छेउमै राख न हो यहाँ राख्नु अहिले देखिँदैन क्या देखिँदैन ल भयो अझ पनि एउटा यहाँ राख्दिनु ल ल अब त्यही हो खानासेमा खोसेङ मान्छे खै मलाई खोसेङ मान्छे खै कसो त्यो बाहिर गाउँछ खोसेङ मान्छे काम गएसँगमा त्यो चाहिँ बाहिरै हो ओ दादा मलाई सबै होइन त्यो बारी फेरि छौँ बला डुङ चला डुङ चासुङ डुङ फेवा डुङ आइना मलाई पन्त पदुस खोला ठाङा सबै एउटा सबै तुगारी फेरि बला डुङ चला डुङ चासुङ डुङ बौली सेवा छ बौली सेवा छ रामको दाम छ बल्ल बल्ल आम भागे अटाला किनवटा कुना त तु हुयो बरो सेङ्ना नान्सी बोक्ना नान्छ भने सबै सेङ्किन्छ बोकिन्छ भुटाना मलाई अब नाम्सानी पाछा गाडी छोरा सोमबाला डुङ्गा चला डुङ्गा नाम चनी पाछा ठाउँ छ मेने चलामा ए खासार्कीमा सुङ्ग चोर्नु छ अब माछा त लगाइदिनु पानी हालिदिनु हुन्छ अनि भुटाना मलाई सबै काट्नु ल भयो त्यही राख्नु त्यही डन पहिला खेल्छु यी माथि त पहिला मुटुङमा जारी मुमा रोप्याउनु समामा ओ जाने मलाई सबै बा होले मिले बुङ्गा माग बिटा होङ बेटा खरी मत ओ हो न 16 बिसामा बिलामा बोखावारीमा राम पिया सम्ने ठुलो बिलामा उडा यो दायङ समदाय व्यायाम कुमामा काट्यो बुमका ओना malo सबै सिसानी पोक्रानी नु सँगै malo उडा मम्मी Temo sudah itu, soalnya bisa bawa kawali. Dia yari mau bawa. Karena ada kantor musuh, musuh. Gua sama dia. Tuh, lamanya. Oh, yang bawa kawali. Jauh nao. Udah namang sabung, umecah semama kewang ma, wairang mana kuna hang ma, kopi hang ma. उदाना मलाई सबै भदौपुर उदाना बैशाखी छरे मड्डागाने पयाने सिरा लिम्सा खारा अने पयाने उखान एने सबै उडा खांतो मसो एन्तो धमसन धमसन उदाना मलाई सबै तासुमनि ने पयाने दिउ टिकुची पदाना टिकुची छैन टिकुची बोला मदो yang saka मदो yang सबै को दाम सावा हेतवा छैन यतातिर भोजको लागि भात तयार हुँदैछ काकीहरू काकाहरू सबै कुरा गर्दै बहिनीहरू यतातिर खानापिनाको लागि तयारी हुँदैछ
पितृ पूजा भइसक्यो चलाउँदैछन् पितृमा अब सेङसुची अब 16 या पुची डराथाङ 16 या पु डकोथाङ 16 या ओडा yung puti na hima choda yung puti hima ji ne uke dokolu ode ji pardana ke puti sana na pantana ratana katana tumeti hake kota ke kamana kan बोजू पनि आउनु भयो बोजू हजुर नमस्ते र फाइनली यतातिर पूजा पनि सम्पन्न भयो दुठो पुरो चाम ल सबै काकाहरू यतातिर काका खानाको प्रोग्राम भाइ सबै फ्यामिलीहरू परिवारहरू खाँदैछन् ल यो चाहिँ म ल ल सबैलाई चेयर्स सबैलाई चेयर्स मात्ता टाढा भनेको त्यही हो छैन भनेको मात्ता टाढा भनेको आँखा चाहिँ दुईटा बाँड्छु आफैले आमासँग चेयर्स ल यहाँ मेरो बोजू जेठा चाहिँ च्यालेन्ज पत्रकार काम पत्रकार त होइन तर पापाले रक्सी सर्भ गर्नु हुँदैछ हाँसी मजाक हुँदैछ हाम्रो ज्वाइँ पनि हुनुहुन्छ सबैले चाहन्छ कि यो कुरा बिरालो पिछै छोडेको छैन बाजेको छेउमा बसिरहेछ काकीहरू बोजूहरू सबै रमाइलो बाबाको साथी पनि बाबा राम्रो खाजाको प्रोग्राम आमाले पनि खानु हुँदैछ काकीले पनि खानु हुँदैछ नानी पनि छ बाजे यता हुनुहुन्छ खाना रेडी छ मेरो पनि खाना रेडी छ काकीहरू बोजूहरू बाबा र बाबाका साथीहरू अनि ज्वाइँ पनि सबैको राम्रो भिडियो आयो एकदम रमाइलो रमाइलो अनि यो चाहिँ चस्मा उतारेर म लो वाइड एङ्गलमा पनि धेरै आउँछ होला आउँछ नि बहिनीले सर्भिङ गर्नु हुँदैछ काकी बाबा बाबाको साथी मेरो काकै पर्ने रहेछ हाम्रो लुङ्गाडी के हाल्दो 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 दुइटै हालिदिनु हाम्रो बाजे खानुको लागि रेडी भइहाल्नु भएको छ सबै हाङजित काकाको पनि बनाइदिनु पर्यो खानु हुँदैछ एकदम राम्रो रमाइलो ल बाजे अनि म बाजेको त कति बनाइदियो मजाकै छ त फोटो खिच्छ म दिन सक्दिनँ मेरो दाजुले दिन सक्दैन लेकिन मेरो माया हो हाम्रो बाबाको साथीको
डग काकाको डग पुरा खानु हुँदैछ राम्रो मिठो रमाइलो गर्नु हुँदैछ यता हेर्नु चाउरेले हेरोस् भनेर यता चाउरे दाउरे वाह तन्ना वाह ल काकाले बोल्नु हुँदैछ डग बाबा हजुरसँग कति रमाइलो बाबा यता हेर्नु ल काकाले पनि हेर्नु भयो सबै भयो एक बित्री घर हो हजुर हजुर राम्रो घरमा यो दाजुभाइमा काका सबै काकीहरू सबै मिलेर हजुर जीवनको मेरो दोस्ती मेरो एउटा के छ भनेदेखि मेरो जिन्दगीको मेरो समाजमा त आउँदैन फेरि पनि मेरो नम्बर 1 जीवनको नम्बर 1 साथी सृष्टिमा साथी हो हजुर यो साथी त्यो सुँगुरको मासु उड्दै ल तलै झरेछ खरानी छ खरानीमा गएछ मिसौँ थुमिसौँ कहानी यस्तो राम्रो बताउनु तपाईँ यता बस्नुहोस् अलिक बाहिर बस्छौँ भन्ने के हुन्छ भनेकन तपाईँले यतातिर मेरो छोराले भिडियो निकाल्छ यतातिर हेर्नु पापा हेर्नु अब राम्रै छ यहाँदेखि नै शामको भोलिको कुरा छोडिदेऊ भोलिको कुरा त हामी रहँदैनौँ त आमा शामको ल नमस्ते तपाईँलाई ल काका फर्केर हेर्नु ल अब रनमन काकासँग बिहेमा जाँदै हामी बिहेमा जाँदैछौँ हामीहरू पुरा रमाइलो हुन्छ होला गाउँको बिहे त मैले कहिले पनि हेरेको थिइनँ पहाडतिरको यसपालि चाहिँ फर्स्टचोटि हेर्नु पाउँछु होला भनेर जाँदैछौँ अब हेरौँ कस्तो हुँदो रहेछ मेरो पितृहरू सिद्धको चाहिँ हिँडेको भन्नु न पितृहरू मैले अब यसपालि चाहिँ गरिहालेको छु अब त्यसपछि चाहिँ यता निम्तो छ बिहेको निम्तोमा जानु पर्यो धन्यवाद दर्शकबिनहरू मेरो यहाँसम्मको भिडियो हेरिदिनुको लागि आशा गर्दैछु तपाईँले यो गैया पूजा अनि राईहरूको पितृपूजा हेर्नुभयो अनि तपाईँले मन पराउनु भयो होला यदि तपाईँहरूलाई मेरो यो भिडियो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब यतादेखि म काकासँग जाँदैछु गाउँ पहाडको बिहे हेर्नुको लागि अनि यदि तपाईँहरू मेरो प्रिभियस भिडियोहरू हेर्न चाहन्छ भने मेरो नेपाल यात्राको बारेमा त्यसको लिङ्क म डिस्क्रिप्सनमा हालिदिनेछु अब गाउँ पहाडको बिहेको भिडियो आउनेछ मेरो अर्को ब्लगमा मेरो युट्युब च्यानलमा टिल देन बाई